Hello everyone, this is the episode of learning Docker. So Docker भनेको हाम्रो कन्टेनर हो जसले के गर्छ भन्दाखेरि चाहिँ सबै डेटाहरूलाई कन्टेनराइज गरेर काम गर्छ। सो अब हाम्रो डिपेन्डेन्सिजहरूको प्रब्लम आउँदैन यो युज गरिसकेपछि। सो डिफ्रेन्ट थिङ्सहरूबाट प्रब्लम्सहरूबाट जोगिन सकिन्छ। सो अनि कुनै पनि कन्टेनर बनाउनुभन्दा अगाडि हामीलाई के थाहा हुनुपर्छ भन्दाखेरि यसमा हाम्रो बेसिक थिङ भनेको हाम्रो WSL जुन चाहिँ हाम्रो विन्डोज सर्भिस फर लिनक्स हो अनि अर्को भनेको डकर डेस्कटप। यो दुईटा चाहिँ हामीलाई चाहिन्छ। सो लेट्स टाइप इन्टु द कम्प्युटर स्क्रिन फर कोड। सो फर्स्टमा चाहिँ हामी एउटा डकर फाइलै बनाऊँ। सो डकर फाइल ओके, यसलाई चाहिँ ओके गिटअपमा हालिदिउँ, एड गरिदिउँ। सो यसलाई अलिकति स्क्रल गरौँ यता, ठ्याक्कै यहाँ होइन। सो अब हामीलाई के गर्नु छ भन्दाखेरि कुन युज गर्ने भन्दाखेरि फ्रम इक्लिप्स मस्क्युट छैन होला, ट्याम्युरिन होला, 17 JDK चाहियो। कहाँबाट आयो भन्दाखेरि 17 JDKबाट। सो वर्किङ डिरेक्टोरी, सो DIR भनेर एप्लिकेसन / एप भनेर दियो। अनि अर्को कपी टार्गेट / जार, सबै जार फाइलहरूलाई अनि एपडेट जार होइन। सो अब यसलाई कहाँ एक्सप्लोर गर्ने 8084 अनि इन्ट्री पोइन्ट के हो भन्दाखेरि जाभाको पनि जार फाइलको एप जार होइन, एप .जार। सो यो गरिसकेपछि हामी एउटा डकर खोलौँ। ओके, अब फर्स्टमा चाहिँ हामीले MBNW क्लिन प्याकेज के थियो हाम्रो DS स्किप गरेर टेस्ट स्किप गर्नु पऱ्यो। सो टेस्ट स्किप गरेपछि हाम्रो काम हुन्छ। सो डकर बिल्ड पछि हाम्रो के छ भन्दाखेरि राइट सेयरिङ एप्लिकेसन एप गरौँ। सो यो गर्दाखेरि के हुन्छ, ओके केही प्रब्लम देखायो। सो गर्ने त यही हो, डकर बिल्ड प्रिमेन्ट गर्नु राइट सेयरिङ एप्लिकेसन एप। के प्रब्लम आयो त, यो चाहिँ हाम्रो डकरको भइहाल्यो, युजर UI। सो के प्रब्लम आयो त, डकर बिल्ड एप त्यही गरिदियो। सो अब चाहिँ डकर इमेज बन्छ होला बिस्तारै। सो अब यही चिजलाई हामीले रन गर्नु पऱ्यो भने डकर रन /p 8084 राइट सेयरिङ एप। सो यो भइसकेपछि हाम्रो एक्चुअल चल्यो। अब हामीले डकरभित्र पनि हेर्न सक्छौँ, डकरको उहरूमा। सो यहाँ देख्न सक्नुहुन्छ ठ्याक्क आएछ 8084 राइट सेयरिङ एप। सो यसरी इम्प्लिमेन्टेसन गर्न सकिन्छ। थ्याङ्क यू।